यो देशमा यस्तो छ, यो देशमा यदि नेपालीहरू छ र नेपालको माया लाग्छ भने चुनाव चिन्ह बाटोमा भोट हाल्नु, सिधासिधी कुरा होइन। तपाईँहरू सबै विदेश बनाउनुपर्छ भन्ने लाग्छ भने मेरो भन्नु केही छैन। मेरो मात्रै देश होइन है, मेरो मात्रै हो र यो देश, मैले मात्रै सबै भारी बोक्नुपर्ने त होइन होला नि त। सम्पूर्ण नेपालीको यो देश हो भने चुनाव चिन्ह बाटोमा खुरुको भोट हाल्नु। होइन भने मैले बारम्बार भनिरहेको छु, भोलिको दिनमा हर्कसाम्बाङ फेरि पनि आएर तपाईँहरूको आँगनमा आएर कराउँछ, सम्झाउँछ भन्ने हुँदैन है। सतीले सरापेको देश भनेर देशलाई यत्रो स्वर्ग जस्तो देशलाई गाली गर्दै बस्ने होइन, अनि आफ्नै मनभित्र चाहिँ तपाईँको श्राप बोकेर हिँड्ने, आफ्नै मनभित्र चाहिँ तपाईँको दूषित होइन, तपाईँको चाहिँ प्रदूषण बोकेर हिँड्ने, फोहोर आफ्नै मनभित्र छ, फोहोर आफ्नो यहाँ टाउकोमा र यहाँ छातीमा फोहोर बोकेर देशलाई फोहोर देख्ने। झापामा के हुन्छ त अब बालनजी र ओलीजी दुईटै हार्नुहुन्छ। किनभने झापामा नेपाली होला नि त त्यहाँ होइन, विदेशीहरू नै छ भने चाहिँ मेरो फेरि भन्नु केही पनि छैन। मैले भन्दैछु श्रम संस्कृतिले जितेन भने यो देश विदेशीले नै चलाउँछ। ठोक्कै दिन्छु ल, यहाँ नेपाली कागज ल्याउनु, 10वटा म तपाईँको ठ्याप्सिङ लगाइदिन्छु, दाहिने मात्रै परेन देब्रेम लगाइदिन्छु, 5वटा औँला खुट्टाको लगाइदिन्छु। श्रम संस्कृतिले जितेन भने देश विदेशीले चलाउँछ।